एक दिन राजकुमार सिद्धार्थ अन्य राजकुमारहरूसँग खेल्दै थिए। अचानक त्यहाँ एउटा घाइते हाँस खस्यो। सिद्धार्थले हाँसलाई समाते। हाँसको पखेटामा बाण लागेको थियो। त्यो पीडाले छटपटाइरहेको थियो। पखेटाबाट रगत पनि निस्किरहेको थियो। एकैछिनमा त्यहाँ देवदत्त नामका मानिस आइपुगे। उनको हातमा धनुष थियो। उनी खुसीले हाँस्दै सिद्धार्थ नजिक आए। उनीहरूले भने, यो मैले शिकार गरेको हाँस हो, यो मलाई देऊ। राजकुमार सिद्धार्थले हाँस दिन मानेनन्। उनीहरूले भने, यो हाँस त मैले समातेको हो, त्यसैले यो हाँस म तिमीलाई दिन सक्दिन। सिद्धार्थको कुरा सुनेर देवदत्त रिसाए। उनीहरूले फेरि कडा स्वरमा भने, मैले यो हाँसलाई बाण हानेर खसालेको हुँ, त्यसैले यो हाँस मेरो हो, खुरुक्क मलाई देऊ। सिद्धार्थले फेरि भने, यदि यो हाँस मरेको भए मार्नेले पाउँथ्यो, तर यो मरेको छैन, त्यसैले मैले समातेको यो जिउँदो हाँस मेरै हुन्छ। सिद्धार्थको कुराले देवदत्त रिसले चूर भए। यो विवाद चर्कदै गयो। अन्त्यमा विद्वान सभामा लगेर यसको छिनोफानो गर्ने निधो गरियो। त्यसपछि राजकुमार सिद्धार्थले हाँसको शरीरमा रोपिएको बाण बिस्तारै निकालिदिए। अनि रगत रोक्नका लागि जडीबुटी निचोरेर पातको शीतल रस पनि लगाइदिए। भोलिपल्ट सभा बस्यो। सिद्धार्थ र देवदत्त दुवैजना सभामा उपस्थित भए। घटनाको विषय सभामा राखियो। दुवैजनाले आआफ्नो कुरा राख्दै हाँस आफ्नो हुनुपर्ने दावी गरे। सभामा पनि हलचल मच्चियो। त्यहाँ उपस्थित विद्वानहरू पनि दुई धारमा विभाजित भए। एक पक्षले हाँस देवदत्तको हुनुपर्छ भनी आफ्नो विचार राखे। उनीहरूको भनाइ थियो, परापूर्व कालदेखि नै मानिस शिकारमा जाने र जनावर वा पशुपक्षी मार्ने अधिकार छ, त्यसैले यसमा शिकार गर्नेकै हक हुन्छ। अर्को पक्षले भने हाँस राजकुमार सिद्धार्थको हुनुपर्छ। सिद्धार्थको जीवन रक्षाको विचार नै ठूलो हो, हाँस उनकै हुनुपर्छ। फरक फरक विचार आएकाले निकै बेरसम्म हाँस कसको भन्ने निधो हुन सकेन। अन्त्यमा एकजना वृद्धले उठेर भने, हामीले जीवन रक्षाका निम्ति समर्पित व्यक्तिलाई न्याय दिनुपर्छ, जीवन नाश गर्न खोज्नेलाई होइन। तसर्थ यो हाँस जीवन रक्षा गर्न खोज्ने सिद्धार्थकै हुनुपर्छ। वृद्धको भनाइमा धेरैको सहमति भयो। अनि राजकुमार सिद्धार्थको पक्षमा निर्णय गरियो। हाँस सिद्धार्थको भयो। उनीहरूले हाँसलाई पूरा निको नहुन्जेलसम्म स्याहार र सेवा गरिरहे। अन्तमा उड्न सक्ने भएपछि खुला आकाशमा उडाइदिए।